सबैलाई नमस्कार। मैले चाहिँ यो भिडियो किन बनाउन लाग्यो भन्दा केही दिन अघि भूमि पर्वकै सेरोफेरोमा मैले चाहिँ एउटा भिडियो पोस्ट गरेको थिएँ, जो खर्गे चालाको सन्दर्भमा खुकुरी पनि नचाउन मिल्ने रहेछ भनेर चाहिँ मैले चाहिँ त्यो अलिकति प्रस्तुति गर्दाखेरि र त्यस सम्बन्धमा पनि थोरै म अनभिज्ञ भएको कारणले पनि त्यो चाहिँ त्यसो हुन पुगेको थियो र त्यसले गर्दाखेरि चाहिँ केही हाम्रा अग्रजहरूलाई चाहिँ असर पर्न गएको थियो। त्यसको लागि चाहिँ म क्षमा चाहन्छु र त्यही सन्दर्भमा म चाहिँ थोरै कुरा पनि जोड्न चाहन्छु। 10 वर्षीय जनयुद्धले चाहिँ हाम्रो संस्कार संस्कृतिहरूमा राम्रो र नराम्रो दुवै थरीका प्रभावहरू पारेको छ। यो प्रभावहरूमा चाहिँ हाम्रा धेरै संस्कृतिहरू पुस्तौं हस्तान्तरणमा चाहिँ एक पुस्ता ग्याप हुँदाखेरि, बीचको पुस्ता नहुँदाखेरि अघिल्लो पुस्ता र पछिल्लो पुस्ताहरूको बिचमा चाहिँ त्यो जुन कनेक्सन गर्न यति गाह्रो छ, त्यो गाह्रोले गर्दाखेरि हाम्रो धेरै संस्कार संस्कृतिहरू चाहिँ लगभग अल्डकल्ची भइसकेका अवस्थाका छन् र कोही चाहिँ सायद हराइसके। किनभने मेरो गाउँठाउँको सन्दर्भमा भन्ने हो भने धेरै कुराहरू हराइसकेको छ र यसै सम्बन्धित यो नाचसँग यो किन जोडियो भन्दाखेरि यही सन्दर्भमा हाम्रो कुरा चलिरहँदाखेरि उहाँहरूबाट यो कुरा आयो कि जनयुद्ध समयभन्दा अगाडि चाहिँ खर्गे चालामा जो हाम्रो भूमि पर्वको विशेष खानकी हो, त्यो चालामा त्यो तामाको टुसा अर्थात् खर्गै खोसाल्दाखेरि खुकुरीले काट्ने एउटा हातले चाहिँ त्यो बोक्रालाई फाल्ने गरेर त्यो गरिने त्यो सांकेतिक जो हाम्रो पुर्खाहरूले आर्जन गरेको नाच थियो र युद्धकालीन समयमा हाम्रो हात हतियार र खरखजनाहरू विभिन्न तिनीहरू प्रयोग नगरिने भइसकेपछि त्यो हात हतियारहरू प्रयोग नगरेर हात्तीको सांकेतिकले नाचिने गरिएको र हात्तीले नाचिने गरिएको बेलामा चाहिँ फेरि मेरो रुचि चाहना अनुसार म चाहिँ संस्कार संस्कृतिहरूसँग घुलमिच गर्ने, उनीहरूसँग संस्कार संस्कृतिसँग रमाउने र हाम्रो विशेष गरेर लोक उन्मुख संस्कार संस्कृतिहरूको उठान गर्नुपर्छ भनेर मैले चाहिँ विशेष त्यसमा नै खोज अनुसन्धान गर्ने भएको नाताले चाहिँ म चाहिँ विशेष गरेर ठवाङको भूमि नाचमा चाहिँ म केही वर्ष चाहिँ त्यतातिर नै म नाच्ने रमाउने त्यो अवसर पाएँ र त्यति बेला चाहिँ मेरो दिमागमा यस्तो प्रभाव पर्यो कि जो गाजा बाजाहरूमा यस्तो बाजाको ताल सुनिसकेपछि यो बाजा यो हो, यो बाजामा यसरी नाचिन्छ भन्ने मेरो थोरै दिमागमा पसेको र पछिल्लो समयमा उहाँहरूले त्यो नाचलाई चाहिँ पुनः पहिलाको नाचमै स्थापना गरिसकेपछिको चाहिँ म त्यो नाचहरूसँग अपडेट नभएको कारणले चाहिँ मैले चाहिँ त्यो एक्कासी हेर्दाखेरि बाजा अर्कै नाच अर्कै जस्तो लाग्यो र मैले चाहिँ त्यस्तो पोस्ट गर्न पुगेको हुँ। त्यसको लागि चाहिँ फेरि पनि म क्षमा चाहन्छु र जसरी उहाँहरूले पुरानो नाचहरूलाई चाहिँ पुनः आफ्नो लयमा चाहिँ फर्काउन लाग्नु भएको जो प्रयास छ, लाग्नुभयो, उहाँहरूलाई झन् विशेष धन्यवाद दिन चाहन्छु। किनभने हाम्रो मौलिक संस्कृतिहरू, मौलिक संस्कारहरू चाहिँ आफ्नै सौन्दर्यता, आफ्नै पनमा चाहिँ रमाउनुपर्छ। बाहिर यो संस्कार संस्कृतिहरूले चाहिँ प्रभाव पार्नु सक्दैन। यानि कि दोस्रो समुदायका जो बेग्लै नाचहरू, बेग्लै संस्कारहरू छन्, तिनीहरूसित पनि गुलमेलन हुँदैन। किनभने यो चाहिँ नितान्त फरक हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसैले चाहिँ मैले चाहिँ यतिको कुरा चाहिँ पोस्ट गर्नलाई चाहिँ म भिडियोमा आएको हुँ भने बाँकी अबको मेरो चाहिँ यात्रा नै सायद यसैमै रमाइरहेको मान्छे भएको कारणले चाहिँ म यो यात्रालाई चाहिँ छोड्न सक्दैन र यसै कुराहरूलाई नै म विषयगत रूप गरेर मैले चाहिँ विशेष गरेर मेरो जलाकी युट्युब च्यानल अनि मेरो फेसबुक पेज र यो टिकटकहरूमा चाहिँ मेरो यो संस्कार संस्कृति सम्बन्धी चाहिँ मैले चाहिँ खोज अनुसन्धान गरेका कुराहरू र जिज्ञासाका कुराहरू र अन्यसँग पनि यस्तै कुराहरूलाई चाहिँ लिएर चाहिँ म चाहिँ आउने प्रयास चाहिँ गरिरहेको छु, जसको लागि चाहिँ तपाईहरूलाई पनि साथ दिनुपर्छ भन्ने मेरो अनुरोध छ। यति भन्दै चाहिँ म चाहिँ आजको भिडियोबाट बिदा हुन्छु। धन्यवाद।